बालनको श्रीमती नै माता भइन् नि अब राष्ट्रिय माता। सरकारको स्वेच्छाचारिताले न्यायालयलाई नियन्त्रण गर्ने प्रयास हो। चौथो वरियतामा रहेका श्रीमानजीको हामीले प्रतिक्रिया लिने प्रयास गर्यौं तर उहाँ मौन बस्नुभयो। यसरी वरियताको कुराहरू उठेका छन् नि, यसमा बोल्न पर्यो। सक्षमता त प्रतिस्पर्धा गरेर देखाउनु पर्यो कामबाट, अनि मुद्दाको लगत जुन देखाइएको छ त्यो गलत छ। कुनै फैसला गर्नुभन्दा अगाडि श्रीमानहरूमा डर हुन्छ कहीँ हाम्रो घर पनि जलाइन्छ कि भन्ने डर, त्यो वातावरण अझै यथावत छ कि हट्यो? अहिलेको डर एउटा बहुमतको, सत्ताको र शक्तिको छ। आमा दर्शन मैले भने तिनीहरूको आमा नै फेरिसक्यो, केही फरक पर्दैन, आमा फेरिँदैन। बालनको श्रीमतीलाई आमा भनौँ। हो र? आमा होइन, बच्चाको आमा होइन। होइन, तपाईँ देशकै आमा हो, किनभने देश सङ्कटमा हुँदा तपाईँले आमा बन्नुभएको थियो। अहिले जो प्रधान न्यायाधीश नियुक्ति भएको छ यसमा अलिकति प्रतिक्रिया दिनुहोस्। म केही पनि दिन्न प्रतिक्रिया। हामी सबैले आमा भन्नुपर्ने होइन, बालनको श्रीमती नै माता भइन् नि अब राष्ट्रिय माता हो। उनलाई नै अब माता भन्नुपर्छ। उहाँ भन्दै हुनुहुन्छ बालेनकी श्रीमती अब राष्ट्रिय माता भइन्, अब सबैले उहाँलाई आमा भन्नुपर्छ। सरकारले जुन प्रधान न्यायाधीश नियुक्ति गरेपछि सुशीला कार्कीज्यूको आक्रोश हामी हेर्न सकेका छौँ र सँगै आज कानुन दिवसको कार्यक्रममा हामीले प्रतिक्रिया लिने प्रयास गरेका छौँ र उहाँले भन्नुभएको छ कुनै समय यो देश सङ्कटमा भएको बेलामा सबै देशका हरेक नागरिकले सुशीला कार्कीलाई आमा भनेर सम्बोधन गर्नुभएको थियो भने आज तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीज्यूले के भन्नुभएको छ भने बालेनकी श्रीमतीलाई आमा भन्नुस् भनेर भन्नुभएको छ। हुन त मेरो पत्रकारिताको करियरमा म न कसैलाई बाउ भने न आमा भने, तर एउटा उमेरको मर्यादालाई सम्झिँदै, उहाँको सङ्घर्षलाई सम्झिँदै, उहाँको योगदानलाई सम्झिँदै मैले आज उहाँलाई आमा भनेर सम्बोधन गरेँ। यो कुनै रहर थिएन, मात्रै उहाँको देशप्रतिको जुन योगदान छ त्यसको कदर स्वरूप मैले आमा भनेर सम्बोधन गरेँ। तर उहाँले फर्काएको जवाफभित्रको गम्भीरता बुझ्नुहोला। उहाँले के भन्नुभएको छ भने प्रधानमन्त्री बालेन शाहकी श्रीमतीलाई आमा भन्नु अथवा उहाँलाई आमा सबैलाई भन्न लगाउनु भनेको त्यो आक्रोश हामी बुझ्न सकिरहेका छौँ। जुन प्रकारले न्यायालयमाथि सरकारको जुन निर्णय भएको छ उक्त निर्णय पछिको रुष्टपना हामीले प्रष्ट रूपमा देख्यौँ। तर अब यो आउने दिन सरकारका लागि चुनौती कि अवसर, यो प्रश्नहरू यथावत छ। यद्यपि हामी आज कानुन दिवसको कार्यक्रममा केही प्रतिक्रियाहरू लिने प्रयास गरेका छौँ, किनभने